भाइरल हुने तरिका मान्छे क्या गरिरहेको हुन्छ नि यसो न्युज पल्टाउनु पर्छ। म कान काटिदिन्छु, म नाक काटिदिन्छु। कोही रोडमा सुत्दिरहेको हुन्छ, कोही रोडमा नाच्दिरहेको हुन्छ, कोही बचाऊ बचाऊ भनिरहेको हुन्छ, कोही गुला काटिदिरहेको हुन्छ, कोही मान्छे म आँखा फुटाइदिन्छु भनिरहेको हुन्छ, कोही मान्छे म डोजरमाथि गएर सुत्दिन्छु। भाइरल हुनलाई पनि अझ सबभन्दा कमेडी त के लाग्छ, रिपोर्टर हेरेर न न्युज च्यानल ओ चुस चुस टिआरपी चुस। ओ कति मजाले मान्छे तपाईँ किन यहाँ सुत्नु भएको, लौडा दुखेर सुतेको म। तपाईँ किन यहाँ सुत्नु भएको, लौडा दुखेर सुतेको म लागेर सुतेको देख्दैन। त्यहाँ न्युज च्यानलहरू पनि रहनु पर्छ। बेला बेला मलाई क्या हाँस्नु उठ्छ, मजा लाग्छ हेर्दा मान्छे जोकर जस्तो लाग्छ। र कोही मान्छे गुडिया चोरिरहेको हुन्छ, कोही रक्सी चोरिरहेको हुन्छ, कोही मान्छे गाडी चोरिरहेको हुन्छ। आन्दोलनको फाइदा नि सानो रहेछ त। कोही मान्छे टिभी उठाइदिरहेको हुन्छ, कोही भोलिको लागि खानेकुरा लगिदिरहेको हुन्छ, कोही फलफुल, कोही मान्छे स्याउ, कोही अङ्गुर, कोही लड्डु मान्छे, कोही गेडा सुन्तलाको, कोही के। आन्दोलनमा त मान्छे रासन थुपार्ने पो हुन्छ। रासन थुपार्ने तरिका हो क्या आन्दोलन, होइन रासन थुपार्ने। अन्त मान्छे जाँदो रहेछ नि त। एउटालाई चित्त बुझेन भने ओ गयो वाह। किन आन्दोलनमा यति धेरै मान्छे थुप्रिन्छ भने त कोही लड्डु, कोही के, कोही काँक्रो, कोही बियर, मान्छे कहिले नदेखेको मान्छे महँगो रक्सीहरू पनि वाउ भनेर चाख्न लगिरहन्छ। यो आन्दोलनको फाइदा यो। अरू त मैले फाइदा देख्दिनँ। खुब माल चाहिँ तर हान्न पाउँछ, झोलिलो पदार्थ नि जिउमा फेरि सट्ट लाग्छ। जिउमा मासु लागेर फेरि सान्नु हुँदैन। त्यो रक्सीले एटेड फोइडले सान्नु मासु लाग्छ त। उपर मजा छ नि आन्दोलनमा जानु त। सानो मजा। अनि उठाउँदा अनि कुनै बेला चाहिँ उल्टो हुन्छ क्या। कुनै बेला गाडको भाटा भेटिहाल्छ, अनि पुलिसको भाटा भेटिहाल्छ। ड्याम भेट्छ अनि ओ मलाई न्याय चाहियो। र पुलिसले मलाई अस्ति एउटा गाडीले कस्तो हानेको छ, ब्याट हाना। त्यसको त मैले एटेड फोइडको त झ्यापै उत्रिने गरी हानेको छ। सुन्तलाको रस निस्किने गरी सानो कुटाइ खान्छ। र पनि चेत्दैन क्या मान्छेहरू, अझै गइरहेको हुन्छ। कोही रोडमा नाचिदिरहेको हुन्छ। अस्ति कहिले हो हेर्दै थिएँ, न्युज हेर्दै थिएँ, के गर्दै रहेछ त भनेर हिमालयन हेर्दै थिएँ। हिमालयन किन हेर्छु भन्दा त्यहाँ दामी न्युज भन्छ क्या। कसले भन्दा एउटा दिदी हुनुहुन्छ कि ओपर खतरा भन्नु। अनि हेर्दै थिएँ, के भयो भन्दाखेरिमा हेर्दै थिएँ सरहरू नाच्दै रहेछ। हामीलाई घर जान दिनुहोस् भनेर रोडमा सुत्छ। भने रोडमा सुत्नु किन, घर सड्याक्क घर जाँदा भइहाल्यो नि। किन नाटक, किन नाना थरी हो। मलाई घर जान दिनु भन्दै नाच्दै रहेछ। घर किन जान दिनु, ल टोइलेट जाऊ न, मैले एक हगेर आऊ। हो त्यही भएर केटा हो आन्दोलनमा चाहिँ कोही नजाओस्, कोही